ब्रिज झुलुङ्गे पुल त्यो निर्माण कार्य भइरहेछ र सोही विषयमा यहाँका स्थानीय समाजसेवी बलबहादुर बस्नेतसँग पनि हामी चाहिँ यो पुल हुँदाखेरि नहुँदाखेरि कति यस भेगका सर्वसाधारण दुःख पाए भन्ने विषयमा उहाँसँग चाहिँ हामी केही कुरा गर्न गइरहेछौँ। सर नमस्कार। नमस्कार। के छ सर, अब यो अहिले जुन पुल बनिरहेको छ है, अब विगतका दिनमा यो मिर्चा डाँगेका लगभग 100 घर धुरीका परिवारहरू धेरै वर्षौँदेखि शास्ति भोग्दै आएका थिए र अहिले अब यो पुल बन्दाखेरि अब यहाँका जनताले कतिको सेवा सुविधा पाउँछन् र त्यहाँका मान्छेले हामीले गएर हेर्दाखेरि तपाईँलाई अब स्कुल पनि अब छैन, त्यहाँ एउटा स्वास्थ्य चौकी पनि राम्रो छैन र अबका जुन अब भर्खरै अब नयाँ सरकारले यस विषयमा ध्यान दिनु कतिको जरुरी के छ, अब तपाईँ पनि एउटा शिक्षक भएको हिसाबले अलिक बताइदिनुहोस् न। धन्यवाद रविन्द्रजी। वास्तवमा मोरङ जिल्लामा रहेर पनि त्यो एउटा चाहिँ नि श्रीलङ्का टापु जस्तै र यहाँका अधिकांश आम जनताहरूले पनि भन्नुहुन्छ यो हाम्रो चाहिँ मोरङ जिल्लाको श्रीलङ्का टापु हो भनेर भन्नुहुन्छ। वास्तवमै मोरङ जिल्लामा रहेर पनि यो विकटै हो। हामीले कल्पना आज 35-50 वर्ष अगाडिदेखि नै यी बाटाहरू बनिसक्नु पर्थ्यो, आज बनेका छैनन्। आज बल्ल एउटा बन्दैछ। अपेक्षा छ यहाँका मानिसहरूलाई आवाजावत गर्नको निमित्त सजिलो। अघि साथीहरूले भनिसक्नुभयो मोरङ जिल्लामा भएर पनि मोरङ जिल्लाको विद्यालयमा पढ्न नपाउने परिवेश छ। यहाँ पढ्ने विद्यार्थीहरू चाहिँ झापा जानुपर्ने, झापामा पनि त्यो सरकारी स्कुल अलिक टाढा, बोर्डिङमा जानुपर्ने, सबै पब्लिकहरूको त्यो बोर्डिङमा पढाउने क्यापासिटी छैन। त्यसो भएको हुनाले यो पुल बनेको हुनाले यहाँ महादेवा केन्द्र नम्बर 2 भन्ने विद्यालय छ, त्यो केन्द्र नम्बर 2 मा पनि त्यो बच्चाहरू त्यहाँ पढ्न सक्छ सहज तरिकाले। त्यसमा यो पुलले थुप्रो फाइदा छ, फाइदा होइन भन्ने कुरा होइन, तर यसलाई अझ तटबन्ध गरेर पब्लिकलाई सेक्योर कसरी गर्न सकिन्छ त्यतापट्टि चाहिँ नि अहिलेको गभर्मेन्टले, अब बन्ने गभर्मेन्टले ध्यान दियो भने पक्का पनि यो ठाउँ चाहिँ केही न केही हुन्छ। र मैले अघि नै भने सबभन्दा पहिलो यहाँ यो 700-800 मिटरको जो चौडाइ खोला छ यसलाई हामीले 300-400 मिटरमा कभर गर्नुपर्दछ, बाँध बाँध्नुपर्दछ र बाँकी रहेको जमिनहरू जस किसानको त्यसलाई उपलब्ध गराउन सक्यौँ भने यसले अर्को प्रतिफल दिन्छ। तमाम मान्छेहरू, मलाई लाग्छ यहाँको वरिपरिको तमाम मान्छेहरू चाहिँ सुकुमासी भन्नुभएको छ, यो खोलाले कटान गरेर सुकुमासी भन्नुभएको छ। उहाँहरू आज घरबार बिर्नु होला, तर उहाँहरूलाई यहीँ फेरि स्थापित गर्न सकिन्छ। यदि गभर्मेन्टले सही पोलिसी ल्याउने हो भने उहाँहरूलाई यहाँ स्थापित गरेर उहाँहरूको जग्गा उहाँहरूलाई दिएर यहाँ चाहिँ एउटा सहर प्लानिङ पनि गर्न सकिन्छ। तर यसको सेक्युर चाहिँ तटबन्ध, स्थायी तटबन्ध हुनुपर्दछ।